हात दुखो फेरि थिएन हौ अघि भर्खर पिछा भेटेर आएको उज्जवल जहाँको टी बिग बाइट भन्ने कसलाई थाहा छ मेरो भ्लग हेर्ने मान्छेलाई थाहा छ होला उज्जवल जहाँ टी बिग बाइट पिज्जा ल गाइज हाम्रो अर्डर आइसक्यो स्पेसल यता हाम्रो पिज्जा अनि यता हाम्रो चाहिँ यो चिल्लीहरू ल गाइज मेरो चाहिँ स्पेसल कफी आइसकेको छ नाम चाहिँ यसको तपाईँले भनिदिनु पर्यो क्या कारामेल मोकाचिनो हो Alright, so hey guys, welcome buddy. This is Harka back to my new day, new video. Bye. So आज म मेरो न्यू ब्लगमा आइसकेको छु. सो आजको ब्लग चाहिँ म एकदम स्पेसल मलाई एकजना दाइ लिएर आउनुभएको दाइ चाहिँ अब धेरै दिन बस्नु हुँदैछ न गाउँमा भोलि नै हिँड्नुहुँदैछ अनि भोलिको फ्लाइट भएको कारणले चाहिँ मलाई स्पेसल दाइले किन ल्याउनु भएको के गर्नु ल्याउनु भएको अब दाइसँग कुरा गरौँ है स्पेसल ट्रिट भन न स्पेसल ट्रिट भन स्पेसल ट्रिटमा स्पेसल ट्रिटको लागि चाहिँ भाइलाई मैले निम्तो क्याफे रेस्टुरेन्ट देन धुलाबारीमा ल्याएर आएको छु यो धुलाबारी पर्दछ होइन ल दाइले आज मलाई यहाँ ल्याउनु भएको छ ल जाउँ न त अब दाइसँग यहाँको चाहिँ अलिकति बगर रहेछ आज के हुन्छ अब दाइले अब के स्पेसल बनाइ ट्रिट के छ हेरौँ एकदम कता बाटो चाहिँ यो चाहिँ फर्स्ट टाइम हो फर्स्ट टाइम है तपाईँ फर्स्ट टाइम हो फर्स्ट टाइम न्यू हो नि त यो ए म चाहिँ यतातिर आएको छैन हौ म त मेरो फर्स्ट टाइम हो ल अब आज हेरौँ अब कस्तो भइरहेको छ मेरो कपाल अब तपाईँले मलाई पनि हेर्नु सक्नुहुन्छ यहाँबाट अगाडिबाट स्याक अगाडि माथिसम्म रहेछ नि ल ट्याक्कै ट्याक्कै यसरी अन्त हाम्रो दाइसित ट्याक्टर लगाएर हिँड्नुहुँदैछ अगाडि मेरो बसन्ती चाहिँ त्यहाँ बनिन दिएको छु सर्भिसिङमा दिएको छु कि हामी यहाँ आइसक्यौँ निम्तो त्यस्तो हाम्रो दाइ ट्याक्टर हामी चाहिँ यहीँ पस्छौँ ल एकदम अलिक गर्मी भएको छ हौ अब एसी खोल्नु अब ट्याक्टरसँगले हामी चाहिँ प्रवेश गर्छौँ हामी चाहिँ यतै बस्छौँ अब हाम्रो खानामा के अर्डर हुन्छ स्पेसल आज दाइले के गर्नुहुन्छ अब दाइबाट चाहिँ सुन्नुपर्ने हुन्छ हामीले निम्तो यो नयाँ है हामीलाई निम्तो खास निम्तै आयो क्या निम्तोबाट त्यही भएर हामी आएको यहाँ गाह्रो सोसियल मिडियाबाटै थाहा पाइयो कस्तो केही हुँदैन हामीलाई ल थ्याङ्क यू कति छ यहाँ हुन्छ नि ल चुज गर्नु नि त तपाईँको स्पेसल के छ आज ए यो निम्तोको स्पेसल चाहिँ के छ गाइस हामी चाहिँ त्यहाँ भित्रबाट निक्लेर तपाईँलाई मैले यहाँ भ्यू देखाउनुको लागि त आएको छु ल ट्याक्टरसँग लगाएर हाम्रो यो चाहिँ धुलाबाडी पूजा कम्प्लेक्स त्यहाँ छ पराउ है यो धुलाबाडीको भ्यू यहाँबाट चाहिँ दामी देखिन्छ चाहिँ ठिकै मैले गाडी कुदिरहेको छ यता यस्तो छ निम्तो हो मेरो चाहिँ फर्स्ट टाइम हो हल्का मान्छेहरू बसिरहेको मात्रै देखाउँदिनँ मान्छेलाई चाहिँ होइन अब भरे फेरि के भन्नु भने ल अब म अहिले मिल्छ है खाना आएपछि हाम्रो के छ अर्डर गरेको ल गाइस मेरो चाहिँ स्पेसल कफी आइसकेको छ नाम चाहिँ यसको तपाईँले भनिदिनु पर्यो क्या कारामेल मोकाचिनो हो एकदम स्पेसल कारामेल मोकाचिनो मैले चाहिँ यसलाई चाहिँ फर्स्ट टाइम खान त टेस्ट गर भनेर ल मेरो चाहिँ फर्स्ट टाइम हो कारामेल मोकाचिनो अरे नेम अहिले तपाईँहरूलाई म यस्तो देखाउँछु देख्न सक्नुहुन्छ मेरो स्पेसल यसको चाहिँ अब लुक्स पनि देखि नै हाल्नु होला अब यसलाई म खाएर पनि टेस्ट गर्छु यसको कस्तो छ होला यसको स्वादहरू चाहिँ तपाईँलाई म भन्छु अनि तपाईँहरू पनि आएर यहाँ खानु होला सबैजनाले कि यो खाने हो त्यहाँ चुस्ने हो र ल ल म यहाँबाट तपाईँलाई भन्छु गाइस तपाईँ हेर्नु होला देखाइदिनु त ट्याक्टरसँग ट्राई गर्छु ट्राई गर्दा एकचोटि कस्तो रहेछ अब बिग्रिहाल्यो नि त्यो फुल त कफी त हो अनि चित्त त भइहाल्छ नि होइन हौ अब चाहिँ गयो न स्टार्टिङ हो नि त स्टार्टिङ हो के छैन म त गाइस यस्तो खाइराख्दिनँ केही म फेरि तपाईँलाई खाओला कति तपाईँलाई खाने छैन म कफीहरू के यस्तो ड्रिङ्कहरूमा पनि यस्तो सफ्ट ड्रिङ्कहरू पनि खान्न नि त एकदम रोनाल्डो जस्तै क्या हट हो नि त यो कारामेल तर म सब कुनै ड्रिङ्कहरू खान्न क्या अब जस्तै अब आज मैले कफी खाएँ म त्यस्तो प्रायः खाइराख्दिनँ पानी मात्रै हो क्या एकदम रोनाल्डो जस्तै तपाईँलाई खाला रोनाल्डो केही खाँदैन म त्यस्तै हो अब आज चाहिँ रोनाल्डो कि रोनाल्डो म त्यस्तै हो खानेकुरामा चाहिँ त्यस्तै हो गेममा चाहिँ अब मेसी हो
ल अब यसको म तपाईँहरूलाई एकदम यसको रिभ्यू दिइहाल्छु ल कस्तो छ। मलाई त्यस्तो यो अलिक बोकर लाग्यो किनभने चाहिँ निन्द्रा भगाउँछ क्या, किनभने कफीले चाहिँ तपाईँको निन्द्राहरूदेखि अलिक तपाईँलाई स्ट्यामिना दिन्छ, इनर्जी दिन्छ भनौँ न। इनर्जी त अनि अघि तैँले रेड बुल पिएको होइन, कस्तो छ? दामी छ, तर फर्स्ट टाइम कफी त तितै भइहाल्छ, मेरो फर्स्ट टाइम पनि हो, म यस्तो खाइ पनि राख्दिनँ। तर आज चाहिँ मैले यो नाम पनि अलिक सुन्दाखेरि कस्तो कस्तो लागेर थियो, नाम फेरि बिर्सिहाल्यो कि बारे कारामेल मोकाचिनो। ल एउटा इन्जोय गर्छु म चाहिँ। अब तपाईँहरू अरू फुडमा मिल्नु ल, अहिले अरू आउँछ आइटमहरू अनि त्यहाँ मिल्नु। ल गाइज हाम्रो अर्डर आइसक्यो स्पेसल। यता हाम्रो पिज्जा अनि यता हाम्रो चाहिँ यो चिल्ली फ्लेक्सहरू अनि यो हाम्रो टोमेटो सस होला यो, अनि स्पेसल आमामा आज त यो प्लेटमै हान्ने भयो। यसको नाम चाहिँ के थियो बिर्सेँ, तर यो हाम्रो चिकन पिज्जा हो कि कुन हो? चिकन हो, चिकन हो। ल त गाइज चिकन पिज्जा, यता मेरो कफी, यता हाम्रो यो चाहिँ सकिसक्यो यो कोनको थियो प्रोन, अनि अब हाम्रो चाहिँ स्पेसल अब केही छैन अरू। अब अरू पनि छ के अर्डर गरेको? मिनरल वाटर छ, अरू केही आउँदैछ हाम्रो छैन। ल हामी अब यो यसको रिभ्यू तपाईँहरूलाई खाएर दिन्छु, तपाईँहरू अब हेर्नु हामी खाएको ल, इन्जोय गर्नु तपाईँहरू, हामी पनि अब खाएर इन्जोय गर्छौँ है। हेलो गाइज हाम्रो चाहिँ चिकन पिज्जा टिक्का पिज्जा तर काँचै छ कि जस्तो लागिरहेछ कि छैन। ल काँचो यो हेर्दा थाहा भइरहेको छ कि पाकेको हो र लाग्दैछ होइन। ल मैदा अलिक बढी सबैलाई खाएपछि थाहा भइहाल्छ त पाएको हो कि के भन्दा, खाएर देखाइदिउँ त ल। अनि यसमा चाहिँ हाम्रो टोमेटो सस अनि अरू सिजनिङ समुद्रको नुन अनि अर्को चिली फ्लेक्स अकबरी प्युर अकबरी हो भने फेरि मार्छ नि अब त। क्यारामेल मोकाचिनो लास्टमा रहेको छ हाम्रो पिज्जा अनि किनले वाटर अनि क्रोन थियो सकिसक्यो। यो मकै भन्छु म त, पकवान भन्नुहुन्छ तपाईँ, मकै जस्तो लागेको थियो। के भन्नु? रेड बुल होइन नि त, प्युर हो नि रेड बुल है, ताकत दिन्छ यसले। ल तपाईँ त्यसमा इन्जोय गर्नु, म यसमा इन्जोय गर्छु ल। ल भन्नु नि त ल। हाम्रो स्पेसल डे त तपाईँको स्पेसल डे होइन, भोलि त बर्थडे हो नि त। त्यो बर्थडे कसैलाई थाहा छैन, अहिले भर्खर ह्याप्पी बर्थडे भनेर सबैजना कमेन्ट गर्नु है ल। अहिले मेरो ल भाइ ट्राई गर त कस्तो छ पिज्जा। छ्या हात धुको फेरि थिएन हौ, अघि भर्खर पिसा फेर आएको हात धुएर आइज। हात धुको एकदम क्लिन छ, हात एकदम क्लिन छ, अघि भर्खर वासरुममा धुएर आएको के। म खान्छु ल, तपाईँहरू पनि हेर्नु ल। यसलाई सर्टसँग लाएर म यस्तो राउन्ड हाल्छु। एउटामा मात्रै हाल्नु त, कति खाने त्यो पिस छ नि त, पिस छ ल। खोर्सानी खायो भने यहाँ छ होइन, खोर्सानीहरूमा खानु अहिले म यहाँ देखाउँ त, ट्राई गर्छ एउटा ट्राई गरौँ पहिला एउटा ट्राई गरौँ होइन। ल के छैन मेरो मैले प्लेटै खाइदिन्छु, त्यो धेरै लाग्यो त। ट्राई गर कस्तो छ भयो कि कस्तो छ ढाक्नु यस्तो फोल्ड गर्न भने यस्तो गरेर खाना क्रिस्पी हुन्छ नि त। कस्तो छ होइन मान्छेले के भन्नु थाहा छैन होइन, तर अब उज्जवल जहाँको टी बिग बाइट भन्ने कसलाई थाहा छ? मेरो भ्लग हेर्ने मान्छेलाई थाहा छ। उज्जवल जहाँ टी बिग बाइट है पिज्जा यस्तो हानिदिएको छ, बेइज्जत नगर्दा बिग बाइट अरे भएन खान। निप्तो मान्छेहरू धेरै छ, अब उज्जवलले बिग बाइट हान्नु छोड्दैन।
तपाईँहरू चाहिँ अब अघि सकेको तपाईँहरू हेरिराख्नु है म खान्छु तपाईँहरू मलाई त मन पर्दैन म एक्लै खानु म सक्दिनँ प्याक गर्ने हो लिएर जाने घर यो म त अगाडि त अनि दुईटालाई खाँदैछ अगाडि सक्नु कसम अब यो खानु छ अझै त्यो कफी त कोल्ड भइसक्यो किन मिठो छैन पिज्जा अगाडि मिठो पनि मिठो अगाडि क्रिस्पी छ जस्तो छ क्रिस्पी छ यो लास्टको चाहिँ अहिले चाहिँ म अगाडिबाट तपाईँलाई देखाउँदैछु किनभने अलिकति एक्सप्लेन पनि गरौँ त ल यो होटलको बारेमा होइन कति खानु मात्रै बोल्नु पनि पर्यो नि त मलाई देख्नु पनि पऱ्यो हेर्नु पछाडि कस्तो बल आइरहेछ यस्तो बल देखिरहेछ तपाईँलाई भ्यू चाहिँ एकदम बल देखिरहेछ अनि मलाई चाहिँ यो पिज्जा चाहिँ 2 पिस खाएँ 2 पिस चाहिँ मलाई अमन 8 फुल अब यो खाने बाँकी छ होइन यो पनि तितो कफी तितो त हुन्छ अनि मैले यो 2 पिसदेखि खाना सकिनँ गाइस पिज्जा चाहिँ होइन अब यो चाहिँ उब्रियो प्याक गरेर म लिएर आउँछु सो कमेन्ट गर्नु होला यो भ्लग हेर्ने बेला यो भ्लग जब जसले हेरेर कमेन्ट गर्छ त्यतिको घरमा ल्याइन्छ मेरो गाउँको भाइहरू लाग्यो है यो चाहिँ टाढालाई त म ल्याउन सक्दिनँ अनि गाउँको भाइहरूले जसले हेरेर कमेन्ट गर्छ त्यसलाई म घरमै ल्याएर दिन्छु ल स्पेसल यतिमीहरूको लागि ल यति भन्दैछु अब यो भ्लगिङ गर्ने बेला मिल्नुपर्छ ल गाइस मैले चाहिँ टक्कसँग पिज्जा खाइसकेँ मेरो खानेकुराहरू अनि म यसो यहाँ भ्यू बबाल लागेर म तपाईँहरूलाई भ्यू देखाउन आउँदैछु पछाडि देखिराख्नु भएको ल अब अगाडिबाट देखाउँछु हेर्नु है स्याट लगाएर हेर्नु त कस्तो बबाल छ यताबाट लिएर त्यस्तो खास छैन भन्नु रहेछ ल मलाई खास लागेर देखाएको ल अब चाहिँ भ्लगको पनि इन्डिङमा आइसक्यौँ अब बिल पे गर्ने होला अनि जाने हो तर गाइस आज चाहिँ म मेरो भ्लग हेरिहाल्नु भयो होला के कस्तो भयो तपाईँले देखिहाल्नु भयो होला सो म चाहिँ घर आइसक्यो लुगासुगा चेन्ज गरेँ अनि मैले त्यो इन भ्लग गरेन किनभने धेरै राति भइसकेको थियो अनि त्यहाँबाट डाइरेक्ट आएँ अनि आजको भ्लगमा चाहिँ तपाईँले धेरै माया देखिदिनु होला सो आज लास्ट थियो नवीन अङ्कलको अनि मेरो पनि अब लास्ट पर्नु मेरो पनि इन्डिया जाने बेला भयो मेरो इन्टर्न मेरो पढाइकोले चाहिँ पठाउँछ बाहिर त्यही हो मेरो पनि इन्टर्न थियो सो आजको भ्लगमा के कस्तो माया देख्नुहुन्छ नयाँ देखाइदिनु भने आश गरेको छु सब्सक्राइब गर्नु नबिर्सिनु होला अनि यति भन्दै मेरो भ्लगबाट म बिदा हुन चाहन्छु सो भोलि बिहान मिलौँ अब लाइन पनि जान आँटो पानी पर्न आँटो धेरै ढिलो भइसक्यो 11-12 2 बज्न आँटे जस्तो छ 1 बज्न आँटे जस्तो छ त्यो यति राति भएर मैले भिडियो नबनाएको त्यो बुझिदिनु ल बाई